हेलो गाइस, आज चाहिँ हाम्रो डिनरमा बिरयानी बनाएको छौँ है। आज हामी बिरयानी खाँदैछौँ अनि हामी प्लेटमा होइन, हामी चाहिँ आज पत्तामा खाँदैछौँ। बनाना पत्ता साउदी बिरयानी। बिरयानी कस्तो लाग्यो? ऋषि मलाई कस्तो लाग्यो? केको बिरयानी हो यो बिरयानी आजको हाम्रो बिफ बिरयानी। बिफ बिरयानी। बिफ बिरयानी कस्तो लाग्यो साथीहरु? साथमा हाम्रो यसमा हाम्रो राइता खिरा राइता। खिरा राइता हाम्रो नेपालीमा भन्छौँ हामी काँक्रा राइता। अनि दुईटा अन्डा खाने पनि छ है हाम्रोमा चाहिँ। गोस देखाऊ सबैजनाको गोस। यता त हुन्छ बिस्दै माइला बडाले पनि खाँदैछ है पत्तामा। आहा फेरि आयो गोरु। राइता हाल्नु माइलबाट। आहा लो अन्त दहीसँग अंडा एक बिरयानी चाहिँ बिरयानी भाइ। मासुको पिस चट हुन्छ। पत्तामा त रस मजा आउँदो रहेछ है हाम्रो। हाम्रो चाहिँ बिहान खाजाको हिसाबले बनाउँछ बिरयानी है। खाजा लन्च पनि पुग्छ। लन्च पनि पुग्छ होला हौ तर कति किलो जस्तो चाहिँ मैले चामल एक 2 किलो चामल 2 किलो मासुको बिरयानी खाने चाहिँ 2 जना नानीहरू 5 जना ठुलोहरू मात्रै छ है। तर हाम्रो त्यत्रो पकाउँछ है। खाने चाहिँ अझै 2 जना हामी मात्रै छ यहाँनिर। 2 जना अझै छ खाने कि उनीहरू चाहिँ सुतिसक्यो खाना ढिलो भयो भनेर। कुकुर चाहिँ खाँदैछ भने कोही भात कुकुर ओरियोले खान्छ। ओरियो कुकुर होइन त आफ्नो थप्पडले भन्छ। आफूलाई प्याज गोलो गोलो छ ओरियोलाई चाहिँ खाने कुकुर भन्दैछ। अनि हुनु नि त 10:05 भइसकेको छ नि त टाइम 10:05। हाम्रो खाना चाहिँ हामी हाम्रो खाना चाहिँ खासैमा चाहिँ 7 देखिको 8 बजी भित्रमा हामी खाना खान्थ्यौँ। तर आज चाहिँ मेरो कुनै कारणवश खाना बनाउनु म ढिलो भएँ है।
त्यो कारणले गर्दाखेरि चाहिँ आज खाना ढिलो भयो अनि दुईजना चाहिँ सुत्नुभयो। मेहनत पनि त्यो हुनु नि अन्त आज थिएन नि त कस्तो चाहिँ अरू लामो थियो। मेहनत पनि लाग्यो। यति बेला कोही मान्छे यति बेला खाएको थियो क्या ढिलो ढिलै हामी त कलकत्ता यति खान्छ झन्डै झन्डै हामी कलकत्ता बराबरमा खाएछौँ आज। कलकत्तामा हामी 11 बजी त खाना खान्थ्यो त्यहाँदेखि 12 12:30 1 बजीतिर सुत्थ्यो त्यहाँदेखि बिहान चाहिँ ढिलो उठ्थ्यो नाभे ऋषिमाले थप्ने रहेछ नि दाजु के थप्यो 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 यत्रो गरेको ऋषिमाको बेस्ट हो नि त बिरयानी राइतामा हाल्नु के हो आफ्नो आफ्नो बोटीको हालेर मिठो र खाँदै बोल्छ कता भोक लाग्दैन? खाना माम खाना एकबार खाने ओरेसी हाम्रो फ्यामिलीमा हाम्रो ओरियो पनि सिट ओरियो ओरियो सिट अप हामीले कुकुर पनि हामीसँग बसेर खान्छ अप। आजकल क्यामेरामा हाम्रो फ्यामिलीमा अब 30 सेकेन्ड है ओरियो पनि बस्यो यो हाम्रो केन कोर्स हो नि त फेरि आफ्नो धुस्दै परेर मम्मी एकपल्ट खान्छ यो तपाईँ 2 सौ खान्छ मैले 1 सौ तपाईँ 2 सौ खान्छ मैले 1 सौ हालेको छु यहाँनिर गएर त्यसमा त्यो उयोहरू राख्छु नि मैले हेर त्यो बटन भागमा खुर्सानी दिँदैन त्यहाँबाट खाने उयो खाने मैले 2 किलो खाने चाहिँ एकखेपमा हालेको खाइहाल्यो